त्रिशूल सँगसँगै रुद्राक्ष माला दियो कलश चलाउन न लु कसम त्यसपछि के दिने हो त भन् खेलाइसकेको होइन के धुर्मीको सट्टा के बनाएर ल्याइदिनु भएको छ के त्यसपछि धुर्मी दिने हो धुर्मीको सट्टा यहाँ तिमी साथै गर्ने देवी सेती नागले भन्नु पर्यो के दिने हो लौ भनेर कस्तो सामा एउटा मुद्री हो त लौ परमेश्वर सेतो भेटाले तर कतिवटा ध्यान कतिवटा मुजुरी हो त कस्तो कस्तो सुना जामा पगारी कस्तो सेतो पगारी ल जामा कस्तो लगाउने त रङ्गी चङ्गी पेटी कस्तो लाउने हो सेतै मात्रै लाउने हो कि हामीलाई ढाँटेको त होइन पक्का हो नि पक्का हो नि देवीलाई पनि त्यही सेतै चल्छ त सेतो सेतो चल्नुको कारण देवीले त अनि रङ्गी बिरङ्गी लाउँछ त 7 रङ्गी धजै मागेको छ अनि कम्मरमा 7 रङ्गी लाउनु पर्दैन त देवीलाई जामामा भनेपछि नागे गुरु हो हैन धुप खाने हो कि दुध कुण्डा राखेर दुध कुण्डामा नाच्ने हो त तिमी गुरु सेती नाग दुध कुण्डा चाहियो लौ परमेश्वर सत्य वचन दिनु पर्यो सत्य ल भएर लानु पर्यो हेला हुन्छ हिंसा हुन्छ उचा बिचको टुनामुना लाग्छ यो जान्ने भएर सोध्यो भनेर गुनासो नमाग मालिक कन्यालाई अप्ठ्यारो पारौँ भनेर सोधेपछि ल्याएको होइन कहाँ काट्नु जानु त धुपी त टाढो छ त कहाँ कुण्डामा छ त केले दिने हो त त्यहाँ सेती सिकारीले दिने हो कि सेती नागले नै दिने हो कि कुनै सिकारी बुढेनीले दिने हो कि केले दिने केले टेकिरहेछ कुन दिशा फर्केको हो त सिंहदेवीले भनेको लौ भनेपछि कतिवटा हाँगा छ त्यो रूप कस्तो छ त लु भनौँ त सेती देवी सागपट्टि देवीले जोडी छ कि त्यहाँ सिङ्गल छ कि त्यो रूप त्यसलाई लहर माथि चाहिँ लहरा त्यहाँ कुनै फल फल्ने फलिरहेको छ कि कस्तो छ त कुन दिशा फर्केको छ पूर्व फर्केको हो कि पश्चिम फर्केको हो कि पश्चिमको हो हाँगा हो कि मूल हो त पश्चिमतिरको मूलै छ सिंहदेवीको शिरमा कतिवटा हाँगा छ र त्यो पनि भनिदिनु पर्यो रे सत्य भन्नु पर्यो अनि यो सिंहदेवीले दिएको घेरोले कति शक्ति पाउने त के मागेर खाने यसो चामल मात्रै फ्याँक्ने हुने हो कि अब नाम खोला संसारै नाम चल्ने हो कि कुनै लौ परमेश्वर यहाँ अरू डाङ्ग्रे पनि घुमेको छ कि पुगेको छ कि यो पो मेरो हो कि भनेर त्यो छोडेर आएको छ कि
परमेश्वर अनि सेती देवीलाई चोखो चोखै त चाहियो नि होइन भयो अब छाला के को बजाउने त सेती नागले गुरु सेती नागको चेला तिमी पाली डाङ्ग्रेलाई सेती नागले चलाउने हैन साथै कन्ने देवी राजा देवी रानीले चलाउने साथै कन्ने देवीले के को छाला चलाउने हो त के को गजा बजाउने हो के को मुर्गा बनाउने हो धुर्मी कतिवटा चलाउने हो कि बाख्राकै घटाउँदा हुन्छ के को चाहिन्छ त छाला के मिर्गाको हुन्छ के को त घोडाको गजा के को बजाउने कुकुर गाइने चलाउने मुर्गा त्यही घेरोको टुक्राको हो घोराउको चाहिँ कस्तो त्यो छाला त घोराउको भयो त्यो चाहिँ कस्तो के बच्चा ब्याएको डाँगो बोकाको चाहिएको माउकै हुन्छ कस्तो के पठेक्रीको चाहिने पठेक्रीकै चाहियो यस माउ नभएको पठेक्री चाहियो अनि त्यो कहाँ जुर्ला त कसले मारेको होला कति गोली लागेको छ कि त्यो काहीँ अप्ठ्यारो परेर मरेको भेट्छ कि गोली लागेकै चाहियो कुन दिशाबाट हानेको गोली लाग्छ त त्यसलाई पूर्वबाट हानेको लाग्छ भनेपछि दाहिनेपट्टि गोली लागेको चाहियो कतापट्टि त त्यहाँ चरेको घोराउको छाला चाहियो भिडतिर चरेको हुँदैन अनि छेने बनाउने अन्त घरको देउता भयो त अनि कुन बेमे त आउँछ त कुलका त्यही त कुलकुलेनी अनि ग्यावाको कुलकुलेनी त अनि सुँगुर खाँदैछ अनि मार्छ त फेरि अनि यस्तो कुल आयो भन्दा अनि मार्छ त फेरि सुँगुर खानेलाई अरूलाई अप्ठ्यारो हुँदैन नि तिमी कुलकुलेनी कहाँ आपत पर्यो कति पुस्ता अगाडि आपत विपद पर्यो त कति पुस्ता अगाडि बाबुबाजेले कुलकुलेनी छोड्यो किन यसरी देवीले यो भनिदिउँ त भन्नु पर्यो झुटो नहोस् सत्य खोजेर छोड्यो दुई पुस्तामा हुँदाखेरि पुर्खाहीले मानि ल्याउँदाखेरि है असक्त भइ ल्याउँदा बिचैमा छोडिदिएको छ है गर्नु चाहिँ त्यही भने यो भन्नु पर्यो उत्पत्ति कुन ठाउँमा छ यो सन्तान चाहिँ पहिले कहाँ उत्पत्ति गर्ने देवी सेती नाग गुरुले चाहिँ बाली गर्ने डाङ्ग्रेलाई सत्य वचन दिउँदा परमेश्वर थियो होला तर देवीले सत्य किनभने यहाँ त कुल खोलाको पानी खाएर बस्नु भएको थियो उहाँहरू पुर्खाहरू भन्नु पर्यो भोटे कोसी सुनकोशी एरियादेखि उतापट्टि गाउँको नाम के चाहिँ थियो त कुन खोलामा चाहिँ ग्यावाहरू उत्पत्ति भएर बसेको थियो त
लौ परमेश्वर त्यो तिमी सेती देवीले के वचन दिने त त्यतिखेर जवाफ के दिने त यो आफ्नो पुर्खालाई म यतिमा यस्तो ठाउँमा थिएँ म यहाँ थिएँ